तपाईलाई पनि कहिले यस्तो लाग्छ मलाई आर्ट गर्न मन छ तर कहाँबाट सुरु गर्ने? साँचो भन्नुपर्दा म पनि सुरुमा यही फेजमा थिएँ। भिडियो हेर्थेँ, इन्स्पिरेसनहरू आउँथ्यो हैन, तर सुरु गर्न चाहिँ कहिले हिम्मत आउँदैन थियो के। स्टेप 1, स्टार्ट स्मल। सबैभन्दा पहिले पर्फेक्ट हुन जरुरी छैन। जस्तो आउँछ जसरी आउँछ त्यसैबाट सुरु गर्नुहोस्, किनभने जति धेरै मिस्टेक्सहरू हुन्छ त्यसबाट नै तपाईको आर्ट स्किलमा चाहिँ इम्प्रुभमेन्ट हुँदै आउने चान्स हुन्छ। स्टेप 2, सिम्पल टुल। तपाईले यहाँ बिगिनर लेभलमा चाहिँ काम गर्दै गर्दाखेरि महँगो टुल्सहरू अनि आर्ट मटेरियल्सहरू चाहिँ लिनुपर्छ भन्ने जरुरी छैन। एउटा पेन्सिल, पेपर अनि नभए क्यानभसबाट पनि सुरु गर्न सकिन्छ। मेन कुरा चाहिँ स्किल बिल्ड गर्नु हो। स्टेप 3, लर्न बाइ कपिङ। सुरुमा कपी गर्नु गलत चाहिँ होइन, तर सिक्नको लागि, इम्प्रुभमेन्टको लागि चाहिँ यो एकदमै जरुरी छ बिगिनर लेभलमा। कुनै फेमस आर्टिस्टको या तपाईको इन्स्पायरिङ आर्टिस्टहरूको चाहिँ पेन्टिङहरूलाई चाहिँ आफूले बनाउन ट्राई गर्ने या कुनै फोटोजहरूलाई चाहिँ आफूले नै आफ्नो आर्ट स्किलमा जुन लेभलमा आउँछ त्यो लेभलमा चाहिँ बनाउन ट्राई गर्ने। स्टेप 4, प्र्याक्टिस डेली। दिनमा 30 मिनट्स भए पनि डेली प्र्याक्टिस गर्नुहोस्। कन्सिस्टेन्सीले नै तपाईलाई आर्टिस्ट बनाउँछ। स्टेप 5, सेयर योर वर्क। तपाईले जुन लेभलमा काम गरे पनि तपाईको आर्ट वर्क जस्तो भए पनि आफ्नो कामलाई चाहिँ बाहिर देखाउन नडराउनुहोस्। सकेसम्म अहिले सोशल मिडियाको टाइम छ, अनलाइनको टाइम छ। आफ्नो कामहरूलाई चाहिँ आफ्नो सोशल मिडियाको थ्रु, आफ्नो सर्कलको थ्रु चाहिँ भिजिबल गराउनु होला। उहाँहरूले तपाईको आर्टवर्क्समा दिनुभएको फिडब्याक अनि त्यसपछि एप्रिसिएसनले नै तपाईलाई अझै अगाडि बढ्ने एउटा हौसला र हिम्मत दिन्छ। र अन्तिममा चाहिँ के भन्छु भने ट्यालेन्ट भन्दा इम्पोर्टेन्ट कुरा चाहिँ तपाईको प्र्याक्टिस हो हैन। जसले सुरु गर्छ उही अगाडि बढ्छ। यदि तपाई चाहनुहुन्छ आजैबाट सुरु गर्न, कमेन्टमा गएर स्टार्ट लेख्नु होला, म तपाईलाई गाइड गर्नेछु। थ्यांक यू।